नुवाकोटमा मजदुरी गर्दै गर्दाका किशोरको तादी खोलामा डुबेर मृत्यु, सँगै पौडी खेल्ने अन्य 4 साथीहरू पनि तानिए प्रहरी अनुसन्धानमा। सडक निर्माणको क्रममा मजदुरी गर्दै खोलामा डुबेर नुवाकोटका एक किशोरको ज्यान गएको छ। दुप्चेश्वर गाउँपालिका वडा नम्बर 6 करेजुङका 17 वर्षीय किशोर सुनबहादुर तामाङको तादीपुल स्थित तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। गरिबीका कारण विद्यालयको पढाइ समेत छाडेर परिवारको आर्थिक गर्जो टार्न मजदुरी गर्न गएका किशोर सुनबहादुरको यसरी अचानक ज्यान गएपछि दुप्चेश्वर स्थित उनको गाउँ र परिवार शोकमा डुबेको छ। निर्माणाधीन पिपलटार बेलकोट रानीपौवा सडक खण्ड अन्तर्गत पर्ने पासाङ लामु सडक मार्गमा मजदुरको रूपमा कार्यरत तामाङको आज दिउँसो 12:30 बजे उक्त दुर्घटनामा ज्यान गएको थियो। बेलकोटगढी वडा नम्बर 10 र विद्युर नगरपालिका वडा नम्बर 5 सिमाना तादीपुल स्थित तादी खोलामा सडक निर्माणमा काम गरिरहेका अन्य 4 साथीहरूसँग गर्मीका कारण पौडी खेल्न खोलामा डुबेका थिए। सुनबहादुर सहित 5 जना कोही पनि पौडिन नजानेका कारण नडुब्ने भागबाट उभिएर खोला वारपार गर्न सकिने भन्दै पसेको 7 मिनेटमै उनी डुब्न पुगेका थिए। गहिरो भागमा खोलामा डुबेर हारगुहार गरिरहेका सुनबहादुरलाई उद्धार गर्ने सम्भावना हुँदाहुँदै पनि अन्य 4 जना साथीहरू दावा तामाङ, सुजन तामाङ, सान्चा बहादुर तामाङ र कुमार तामाङले पौडिन नजानेका कारण समयमै बचाउन नसकिएको कहानी सुनाए। उनीहरूले वरपरका स्थानीयहरूलाई पनि गुहार माग्दा माग्दै छिनभरमै साथीको प्राण गएको बताए। उनीहरू विगत 1 महिनादेखि सडक निर्माणमा मजदुरको रूपमा काम गर्न एउटै गाउँ दुप्चेश्वरको करेजुङबाट त्यहाँ आइपुगेका थिए। पौडी खेल्ने क्रममा तपाईँहरूको साथी सँगै रहनुभएको साथीको चाहिँ अचानक मृत्यु हुन पुगेछ। सँगै पौडी खेल्नु भएको थियो। जस्तो पानीमा तपाईँहरू पौडी चाहिँ कति बेर खेलेपछि त्यस्तो भयो? 6-7 मिनटपछि। पहिला अनि यहाँ खोला वारपार गरिरहेको थियो। तर हामी सबै 5 जनाले वारपार गरिरहेको थियो, डुब्दैन थियो। हिँडेरै सकिन्थ्यो। हजुर, डुब्दैन थियो। अनि हामी 4 जना चाहिँ एकै ठाउँमा खेलिरह्यो। त्यो चाहिँ अनि त्यो गहिरो नाप्दा तल आयो। हामीले तल नजाऊ, डुब्छ होला, पर्दैन यति सबैजना वारपार गरे। उनीहरू त सेम्बुल लाउने भेटेको थिएँ, मैले चाहिँ लाउने बाँकी थिएँ। ऊ आफैले किनेदिएको सेम्बुल साइजसम्म आफैले किनेदिएको सेम्बुल उहाँ 3-4 लैसकेको थिएँ। म चाहिँ घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अनुप गुरुङको नेतृत्वमा तादीपुल प्रहरी चौकी सहितको प्रहरी टोलीले घटनास्थलमा आइपुगेर खोलामा डुबिरहेका सुनबहादुरको मृत शवलाई उद्धार गरेको थियो। घटनाबारे इन्सपेक्टर गुरुङ भन्छन्, यसो गर्मी भयो भनेर पौडी खेल्ने क्रममा चाहिँ 5 जनामा 1 जना सुनबहादुर तामाङ दुप्चेश्वर 6 को तिनीहरू चाहिँ 5 जना मध्ये चाहिँ त्यो दुप्चेश्वरको करेजुङ भन्ने ठाउँको। हजुर, दुप्चेश्वरको करेजुङको अच्छा अन्दाजी 18 वर्षको सुनबहादुर तामाङ भन्ने चाहिँ पौडी खेल्ने क्रममा उसलाई पनि त्यो 5 जना खेल्नेलाई चाहिँ खासै पौडी खेल्न नआउने। अब पहिला पनि यता पानी सङ्लो नै छ, हिँडेर नै क्रस गर्न सकिन्छ भन्ने क्रममा अर्को सुनबहादुर तामाङ जो मृतक हुने छ नि त, उहाँ चाहिँ अलिकति गहिरो नाप्न जाने क्रममा अलिअलि उता जाँदाखेरि पानी चाहिँ बिस्तारै लेभल अप हुँदै घाँटीदेखि माथि हुँदा उहाँ अचानक भत्त डुबिहाल्नुभयो भन्ने चाहिँ उसका साथी सुजन तामाङ, सन्चा तामाङ, दावा तामाङ र कुमार तामाङ तिनीहरू पनि दुप्चेश्वर 6 का नै हुन् र तिनीहरू पनि छिमेकी नै हुन् र त्यसरी चाहिँ उसको डुब्ने क्रममा मृत्यु भएको छ। त्यसपछि तिनीहरूको अनुसार चाहिँ तिनीहरूले माथि आफ्नो अर्को साथीलाई फोन गरेर खबर गर्दा चाहिँ प्रहरी टिमलाई चाहिँ फोन गरेर प्रहरीले तुरन्त रेस्पोन्स गर्यो। रेस्पोन्स गरिसकेपछि चाहिँ प्रहरी र स्थानीयको सहयोगमा चाहिँ लासलाई चाहिँ सबलाई त्यो डुबेको ठाउँबाट निकाल्ने काम भयो। अन्दाजी त्यहाँबाट 20 मिटर डुबेको ठाउँबाट अन्दाजी 20 मिटर यता वारी चाहिँ पुलिसको टिम र स्थानीयको मद्दतले चाहिँ निकाल्यो। जस्तो सँगै पौडी खेलिरहेका साथीहरू खेल्दा अरू साथीहरूसँगै उहाँ चाहिँ डुब्नु भयो होइन? डुब्नु भयो। त्यो उद्धार गर्न उहाँहरूले पनि त्यो भ्याउनु भएन? के रहेछ भने चाहिँ 5 जना चाहिँ सिकारु रहेछन् होइन, खासै नआउने यत्तिकै हातसाथ फैलाउने आएर जिउमा पानी गर्मी भएको कारणले गर्दाखेरि तिनीहरूको मेन चाहिँ त्यो रहेछ। अनि मेन चाहिँ मृतक हुने सुनबहादुर तामाङ चाहिँ
अलिकति हल्का हल्का अगाडि बढ्दा बढ्दै चाहिँ एकचोटि वात्तै गहिरोमा पुगेको हुनाले चाहिँ यस घटनामा मृतकका अन्य 4 जना साथीहरू पनि अनुसन्धानमा तानिने र मृत शवलाई पोस्टमार्टमको लागि अहिले साँझ त्रिशुली जिल्ला अस्पताल पुर्याइएको छ। मृतकका परिवारले पनि आफूहरूको कमजोर आर्थिक अवस्थाका कारण शव परीक्षण अर्थात् पोस्टमार्टम गर्न नदिने बरु गाउँ पुर्याएर सिधै दाह संस्कार गर्न दिन माग गरिरहेको भए पनि प्रहरीले भने घटनाबारे सबै आवश्यक कानुनी प्रक्रिया पुरा गरिने बताएको छ।